आखिर के खाँदैछु त मैले कहाँबाट आयो यति ठुलो कटर आउनु सँगसँगै जान्नको लागि भिडियो अन्तिमसम्म हेर्नु। सो हाई एभ्रीवान, वेलकम टु माई डे 5 मिनी भ्लग। सन्चै हुनुहुन्छ? म पनि एकदम आरामै छु। आजको दिनको सुरुवात आफ्नै घर बाहिरबाट। कति राम्रो मौसम भएको साथीहरू। आज चाहिँ बिहान बाहिर निस्केर यसो हेरेको त एकदम हावा चलिरहेको चिसो सिरसिरे हावा लागेको। बाहिरै बसम जस्तो, तर बाहिर बसेर पनि भएन साथीहरू, आफ्नो काम चाहिँ भ्याउनै पर्यो। बिहान कति हतार हुन्छ के साथीहरू, स्कुल जाने बच्चा भएपछि समयमा स्कुल पठाउनै पर्यो। त्यसैले चाहिँ झाडु पोछा लगाएर म चाहिँ लागेँ चिया पकाउनतिर। आज चाहिँ हामी बुढाबुढी भएर बिहानको चियासँगै पिउँदैछौँ। परिवारसँग बसेर खाना चाहिँ छुट्टै मजा आउँछ। मेरो बाबु चाहिँ बिहानै उठेको हुन्छ, बरु म उठेको हुँदैन, बाबु चाहिँ उठेको हुन्छ। बाबुले चाहिँ केही काम पाएन चाहिँ कपडा च्याप्ने दिदीले बाबा मम्मीसँग जिस्किँदै बसिरहेको छ। खेल्दै बाबु छोरा मिलेर मेरो छाला चाहिँ चिनाकी छोडेको थिएँ। बदमास हुनुको बच्चा त बच्चा भइहाल्यो, बाबु पनि बच्चा जस्तै हो नि। बाबु चाहिँ यति बदमास छैन साथीहरू, कसैको डरको छैन। भिडियो बनाएको छु पोखमेडामा पठाइदिन्छु भनेको केही मतलब छैन। हामी चाहिँ चिया खाएर पनि सक्यौँ। 3-4 दिन अगाडि चाहिँ बुढाले काटो कचर ल्याउनु थियो, आज चाहिँ ल साथीहरू, म त लागेँ कपडा सुकाउनतिर। बाबु 4 वर्ष पुग्दासम्म पनि म तार्न सकेको छैन, थाम्नुको छ। मैले चाहिँ खाना पकाइसकेँ साथीहरू। आजको खानामा करेलाको अचार, दाल भात र तरकारी बनाएको छु। बाबुले पनि खानासाना खाएर स्कुल गइसक्यो। बुढा पनि ठ्याक्कै आइपुग्नु भयो। हामीले चाहिँ खानासाना खाएर म चाहिँ लागेँ घरधन्दातिर। बारीमा चाहिँ करेला फलेको रहेछ, उहाँले टिपेर लिएर आउनुभयो। अनि म चाहिँ लागेँ कटर फुटाल्नतिर। खानालाई चाहिँ मिठै हुन्छ, बास्न पनि खुब मनपर्छ कि मलाई चाहिँ यो कटरको। हातमा तेल लगाएकै थिएँ, तर पनि चोप चाहिँ मेरो हातमा चम्की छाडो। अनि पल्लो घर दिदीलाई पनि बोलाएर दिनुपर्दा चाहिँ हामीले पनि खायौँ। ल साथीहरू, आजको बिहानी चाहिँ यसरी नै बित्यो। के कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला। धन्यवाद।